कथा सुरु गर्नु अघि एउटा कुरा, मेरो च्यानल नेपाल डार्क टेल्स बिल्कुलै नयाँ छ। यदि तपाईँ पनि नेपाल डार्क टेल्स परिवारको हिस्सा बन्न चाहनुहुन्छ भने यस अँध्यारो यात्रामा साथ दिनुहोस्। तपाईहरूको सानो सहयोगले यस परिवारलाई ठूलो, डरलाग्दो र अझ रोमाञ्चक बनाउन मद्दत गर्छ। र यदि तपाईहरूसँग आफ्नै कुनै डरलाग्दो अनुभव छ, कसैले सुनाएको भयानक घटना छ, वा बरु कसैलाई भन्न नडराइकन मनभित्रै थुनिएको रहस्य छ, म डिस्क्रिप्सन बक्समा इमेल राखेकी छु। त्यहाँ तपाईँ आफ्नो कथा पठाउन सक्नुहुन्छ। सायद अर्को एपिसोड तपाईँको अनुभवबाट बनेको हुनेछ। अब मन कडा बनाउनुहोस्। आफ्नो छेउमा कोही छैन भनेर एकचोटि हेर्नुहोस् र सुरु गरौँ आजको कथा। यो कथा कमजोर मन भएका दर्शकका लागि होइन। यदि तपाईँ अँध्यारोमा डराउनुहुन्छ भने अवैध आत्माहरूको कथा सुन्न तयार हुनुहोस्। यो कथा प्रस्तुत गरिएको हो नेपाल डार्क टेल्सबाट। यो च्यानल सुरु भएको कारण बाल्यकालदेखि नै डरलाग्दो कथाहरू सुन्ने बानी, रातको समयमा रेडियोमा बज्ने भूत प्रेतका कथाहरू, त्यो आवाजले मेरो मनमा गहिरो छाया बनायो। त्यो छाया आज पनि जीवित छ। त्यो छायाले मलाई प्रेरित गर्यो आफ्नै च्यानल सुरु गर्न, नेपाल डार्क टेल्स, जहाँ नेपाली लोककथाहरू, भय र रहस्यका कथाहरू तपाईँलाई अँध्यारोमा डुबाउँछन्। आजको अध्याय मुर्कट्टा, शिर नभएको आत्मा, जसको उपस्थितिले काठमाडौँका गल्लीहरू अझै पनि चिसो बनाउँछ। कथा सुरु गर्नु अघि एकचोटि चेतावनी। अब तपाईँले सुन्ने कुरा वास्तविकता र भयबीचको रेखालाई धमिलो बनाइदिन्छ। यदि तपाईँ अँध्यारोमा यो कथा सुन्दै हुनुहुन्छ भने म सल्लाह दिन्छु, नजिकैको बत्ती बलेको छ कि छैन हेर्नुहोस्। अब सुरु गरौँ आरवको रहस्यमय र भयावह यात्रा। काठमाडौँ, एक सहर जहाँ जीवन छिटो छ, तर रात पर्दा इतिहास, डर, पुराना आत्माहरू जाग्छन्। दिनको काठमाडौँ रङ्गीन बजार, मन्दिरहरू, गुठीका घरहरू, बच्चाहरू दौडिरहेका, पर्यटकहरू फोटो खिचिरहेका। तर साँझ परेपछि लालटिन झै टल्किने सडक बत्ती, गल्लीमा बस्ने बिरालोका आँखाहरू चम्किने, पुरानो झ्यालहरू हावाले कर्किने। टुडीखेलको छेउ त झन् अर्कै संसार हो। त्यहाँको हावा, त्यहाँको चहल पहल, दिउँसो जीवन तर रातमा मौन, एकदमै भयङ्कर मौन। घोडे जात्रा, राक्षसको शक्तिलाई दबाउने पुरानो परम्पराको गहिरो चिहान। हजारौं मानिस, घोडाको आवाज र विश्वास कि यो पर्व अन्धकारलाई रोक्छ। तर एक पुरानो कथा भन्छ, सबै राक्षसहरू हराउँदैनन्, केही अदृश्य भएर बस्छन्। आरव शाह, 28 वर्ष, शान्त, बहादुर, तर भित्रै कतै एक अपूर्ण डर, एक अनबुझिएको छाया। केही दिनदेखि निन्द्रा आउने छैन। राति फुसफुसाहट, नाम छिरो चिने आवाज। आरव टुडीखेल नजिकै बस्छ। घोडे जात्रा हेरेर फर्किएको दिन। रात भने बदलिएको थियो। सबै कुरा बदलिएको थियो। रातको 10 बजेको समय, टुडीखेल सुनसान। अचानक खर्याक खर्याक, टाढाबाट पुरानो ढोकाको आवाज। हेर्दा गल्ली खाली, सडक माथिबाट धुवा उडिरहेको, कसैले हिँडेको आवाज समेत छैन। तर टप्प टप्प, मुर्दा जस्तै हल्का। आरव टर्च बाल्छ। छाया छैन, मानिस छैन, तर अनुभूति, कोही साथमा छ।
आरब जम छ, शरीर कठोर, रातको हावा समेत रोकेको जस्तो। फेरि म तेरो पछाडि छु। आरब दौडिन्छ, तर आवाज साथमै। किन भागिरहेको छस्? तिमी त पहिले नै मरी। आरब मोडिन्छ र अचानक कोही उभिएको, उनको बाल्यकालको साथी राजु। राजु हाँस्दै भन्छ, अरे यार, किन यति डराएको? म तेरो पछि रहेछु, बोलाउन खोजेको। तर राजुको आँखामा केही अजीब मुन्टो छायामा हराएको। हावा चल्दा शरीर त हल्लिन्छ, तर टाउको हल्लिँदैन। आरब सोध्छ, राजुको अनुहार किन यस्तो कहिले थियो? राजु टलक्क मुस्कुराए जस्तो गर्छ, तर उसको अनुहार नै छैन। आरबले टर्च माथि उठाउँछ। राजुको टाउको छैन, शून्य ठाउँ। कर्णालीनबाट धुवाँ निस्किन्छ। राजु फुसफुस्याउँछ, म त हुँ, तर जीवित हुँ कि मरेको तिमीले छुट्याउन सक्छौ? आरब चिच्याउँदै दौडिन्छ। दौडिँदै गर्दा सडक बदलिन्छ, सजावट हट्छ, नयाँ घरहरू पुराना भग्नावशेषमा बदलिन्छन्। सडकका बत्तीहरू एकाएक गरी निप्छन्। केही सेकेन्डमै सारा सहर 50 वर्ष पुरानो देखिन्छ। आरब बरबराउँछ, यो के भइरह्यो? म कहाँ छु? बायाँ लाग, त्यही एक बाटो छ। आरब आफै मोड्छ, खुट्टा उसकै होइन जस्तो, शरीर उसैले चलाइरहेको झै। फेरि अझै अँध्यारोतिर रोकि। आरब चिच्याउँछ, मेरो नियन्त्रणमा शरीर फिर्ता दे। तर आवाज हाँस्छ, तिमी अब मसँग बाँधियौ। मुर्कट्टाको छाया एक पटक लागेपछि शरीर तिम्रो हुँदैन। टुडी खेल वरिपरिका मानिस हराइरहेका सीसीटिभीमा पनि नदेखिने। आरब अचानक अरू भूत जस्तै छायाहरू देख्छ। पुरुष, महिला, बच्चा, सबै धुधुलो आकृति, सबै मुन्टोविहीन चलिरहेका र एकाएक गायब। एक छायाले आरबलाई भन्यो, हामी पनि त जस्तै थियौ। एक दिन हाम्रो नाम पनि रिपोर्टमा आयो। आरब घर पुग्छ, ढोका आफै खुल्छ। भित्र कसैले भर्खरै चलेको जस्तो धुलो उडेको, फुटेको गिलास, चिर्ने आवाज र भित्तामा टप्प टप्प फुसफुसाहट। यहाँ तेरो घर, आँखा खोल। आरब, म यहाँ बस्थे। आवाज हाँस्छ, यो त तेरो घर होइन, तेरो घर त तेरो शरीर थियो। आरब सडकमा निस्कन्छ। टुडी खेलमा पुलिस, एउटा अफिसर। आज रात अर्को भिक्टिम भेटियो, नाम आरब शाह। आरब आफ्नो हात हेर्छ, धुवाँ, कुहिरो ऊ भइरहेको छैन। जनताले उसलाई देख्दैनन्। कोही उसको छेउबाट हिँड्छ र उसको शरीर छेडेर जान्छ। आरब बुझ्छ, उनी अब जिउँदो छैनन्। मुर्कट्टाको आवाज, तिमी त त्यो रात नै मरिसकेको थियौ। आरब टुडी खेलतिर हेर्छ, घोडाहरू कुदिरहेका। फेरि 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 मानव आत्मा थिचिरहे जस्तै। घोडाको बीचमा आरबको शव, ठ्याक्कै त्यही ठाउँमा जहाँ उनी उभिएका थिए। र त्यस बेला एउटा टाउकोविहीन आकृति आरबको पछाडि खडा हुन्छ। शून्य ठाउँबाट आवाज आउँछ, अब तिमी पनि मुर्कट्टाको सैनिक। आरब घुम्छ, आफ्नो नयाँ रूप देख्छ र फुसफुस्याउँछ,
अर्को भिक्टिम खोज्दैछु। यो थियो आरवको कथा, तर कथा यही सकिँदैन। अहिले पनि कतै कसैले सुनिरहेको हुन सक्छ। यदि तपाईलाई यो कथा मन पर्यो भने च्यानललाई लाइक, सब्स्क्राइब र सेयर गर्न नबिर्सिनुहोला। अर्को डरलाग्दो कथामा फेरि भेटौँला। यो थियो आजको कथा, तर नेपाल डार्क टेल्सको डर यही सकिँदैन। यो परिवार अहिले सानो छ। तर तपाईहरूको एक साथले यो अँध्यारोलाई अझै फैलिन मद्दत गर्छ। यदि तपाईँ पनि नेपाल डार्क टेल्स परिवारको सदस्य बन्न चाहनुहुन्छ भने लाइक, सेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। र यदि तपाईसँग आफ्नै कुनै कथा छ भने डिस्क्रिप्सनमा राखिएको इमेलमा पठाउनुहोस्। सायद अर्को भागमा भए तपाईँको कथाबाट जन्मिन्छ। अर्को कथामा फेरि भेटौँला। त्यतिन्जेल रातको आवाजलाई ध्यान दिएर सुन्नुहोस्, किनकि कहिलेकाहीँ नदेखिने कुरा पनि एउटै हलुका आवाजबाट सुरु हुन्छ।